हेलो डियर टिम। आज मैले तिमीहरूलाई स्पेसली भनेको हाम्रो प्रोडक्टको क्वालिटी कस्तो छ, साइजको क्याटेगोरी कस्तो छ र हामीले कुन प्रोडक्ट कुन पेजेसमा हामीले चलाइराखेका छौँ है र कम्प्लिट प्रोडक्टको इन्फर्मेसन है र हामीले कसरी डिल गर्ने त त्यो विषयमा म तिमीहरूलाई सिकाउन गइरहेको छु। यो चाहिँ एकदमै स्पेसली तिमीहरूले सुन्नुपर्छ, हेर्नुपर्छ है त। आज पहिलो चिज चाहिँ हामीले फेसन अफ नेपाल है पेजहरू हाम्रो चेन्ज हुनसक्छ, स्पेसली प्रोडक्ट बुझ है। यो हाम्रो रुबी जकर्स हो है। यो रुबी जकर्स भनेको तल जकर्स, यो तल चुज भएकोलाई जकर्स भन्छ है, तल ओपन भएकोलाई ट्राउजर भन्छ। यो पनि नोटेड है। हाम्रो यो रुबी भनेको जुन छ, यो रुबी देखिरहेछौ हाम्रो आफ्नै ओन ब्रान्ड हो, ओरिजिनल हो, कपी होइन। र यो भनेको 45 केजीदेखि लगभग तिमीहरूको 115 केजीसम्मलाई त मजाले फिट हुन्छ। यो स्पोर्टी बेसमा छ है, एकदमै राम्रो स्ट्रेचेबल छ। यो तिमीहरूलाई भनिराख्नु पर्दैन, यो हाम्रो 5वटा कलरमा छ। त्यही भएर अब यही कुरा फेरि घरिघरि सोध्ने होइन। यो हाम्रो फेसन हबमा छ है। यो हाम्रो रुबीको छुट्टै पेज छ, त्यसमा पनि हाम्रो भोलिको दिनमा चल्न सक्छ। आज के बुझ भन्दाखेरि अबदेखि जकर्सको कुनै पनि टी सर्ट हेरेछ, पोलो टी सर्ट हेरेको छ या हाफ प्यान्ट हेरेको छ, अरूले हेरे पनि हामीसँग यो प्रोडक्ट छ। हाम्रो घर है, टोटल घरभित्र पेजहरू भनेको कोठा 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 भयो, कुन कोठामा कुन प्रोडक्ट छ त्यसरी सम्झ है। यो भनेको हाम्रो जकर्स हामीसँग कन्टिन्यू छ है। 45 देखि लगभग यो भनेको 115-20 केजीसम्मलाई पनि 120 केजीको मान्छेले हेल्दी छ भने त्यसलाई पनि हुन्छ क्या। र अर्को कुरो कलर र भुवाको ग्यारेन्टी स्योर देऊ। अब त्यसैमा सुते भने लगाएर घस्रे भने कोही कोही मान्छे त्यस्तै हुन्छन् है, तिनीहरूमा हामीले भन्न सकिँदैन। अदरवाइज यसमा चाहिँ कन्फिडेन्सली तिमीले डिल गर। 5वटा कलरमा छ, स्ट्रेचेबल छ, एकदमै सोलिड छ। यो हाम्रो ओन ब्रान्ड हो है, 5वटा। यो चाहिँ सबैको लागि भन्दैछु है। त्यसपछि अब हाम्रो आयो अर्को भनेको यो डटमा छ है। डटमा स्पोर्टी बेस हो के। त्यसपछि यसमा रिब राखेको छ, यसमा कलर पनि छ हेर है। यो पनि हाम्रो 5वटा कलर छ। कलर भनेको फेरबदल हुन सक्छ। अहिलेलाई भनेको हाम्रो यो 40-45 केजीदेखि 90-92 आसपाससम्मलाई 95सम्म बल्ल बल्ल यो अर्डर ल्याऊ। 5वटा कलर छ, जुन कलर तिमीहरूलाई थाहा छ है। यसमा पनि एकदम 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 तिमीहरूले फोकस गर्नुपर्छ हेर। तिमीहरूलाई सबैलाई रेट थाहा छँदैछ, नभए सोध्नु। अघिको रुबीको जुन छ अहिले हामीले 1300मा फ्री डेलिभरी गरिरहेको छ 1 पिसको, र अर्को भनेको 2500मा के गरिरहेको छ भन्दा 2 पिसको गरिरहेको छ नर्मल साइजलाई। 85 भन्दा माथि आयो भने प्लस 100 रुपिस पर पिस गरिदिने है। र यसको ओभर साइज पनि हामी चाँडै निकाल्दैछौँ। र तिमीहरूको अहिलेको त्यसपछि अब अर्को भनेको यो कोकोनट बर्ड। कोकोनट बर्डमा के छ भन्दाखेरि यसमा धेरै कन्फिडेन्सियल कुरा नगर्नु, तर कन्फिडेन्सियल प्रोडक्ट हो। 1500मा 5 पिस है। 1500मा 5 पिस भनेको नट झोक्ने यतिको फेन्सी छ है, तिमीले देखिरहेछ है। यो घरिघरि नसोध्ने, यो सबैलाई हो। जकर्स हेरिरहेको जो छ, जकर्स हेरिरहेको उसले यो पनि डिल गर्नु पर्यो, पोलो पनि गर्नु पर्यो। हामीसँग के छ नलेजहरूको लागि है। यो पनि हाम्रो 5वटा कलर छ। 5वटा कलरमा के छ त भन्दाखेरि तिमीहरूको 1500 मात्रै हो। फेरि कलरहरू चेन्ज हुनसक्छ। यो हाम्रो कोकोनट बर्ड हो है। यो हाम्रो अनलाइन फेसन वेयरमा चलिरहेछ अहिले, अनलाइन फेसन वेयरमा। यो पनि पोइन्ट टु बी नोटेड है। त्यसपछि अहिले अनि त्यसपछि हाम्रो अर्को आयो यो डट स्पोर्टीमा। असाध्यै राम्रो छ। यसमा त कलर र भएको त यो रेट अनुसार जुन 1300मा हामी बेचिरहेछौँ यसको रेट अब फरक भएर आउँदैछ। आज सायद हामीले 1800को 5 पिसको हिसाबले यसलाई हामीले अर्को भिडियोको तरिकाले 5 पिसको सिस्टममा बेच्छौँ। अहिलेसम्म 3 पिसको सिस्टमले बेचिरहेको थियौँ। यो पनि 5वटा कलर छ, तर कलरहरू हाम्रो चेन्ज हुनसक्छ है। तिमीले कुरा बुझ है। यो हाम्रो डट स्पोर्टी हो। कलर भुवा त चान्सै छैन, यसबाट इचिङ हुँदैन। हाम्रो तिम्रो कस्तो हुन्छ छालाहरू भनेको तिम्रो गर्मीमा यता भयो उता भयो त्यो एलर्जी आउने त्यो हुँदैन। त्यति राम्रो कपडा छ यसमा चाहिँ है। र त्यसपछि अर्को भनेको कस्तो छ भन्दाखेरि यो पनि हाम्रो कमिङ सुन है। यो भनेको के छ भन्दाखेरि तिमीहरूको यो 2-in-1 हो। यहाँ चेन छ हेर है, यहाँ तिमीहरूको चेन छ। यो चेन खोलिदियो भने यस्तो राम्रो यो के भन्छ भन्दाखेरि यो रिङ्कल कपडा भन्छ यसलाई। डट रिङ्कल स्ट्रेचेबल 2-in-1 डट रिङ्कल स्ट्रेचेबल। यो अहिलेसम्म तपाईँको 85 केजीलाई सम्म छ। अब यो पनि 100 केजी प्लसको अर्डर लिँदा हुन्छ। हामीले यसको तयारी गर्दैछौँ। यो अहिले चलाएको छैन तर पनि हाम्रो कन्टिन्यू हुने प्रोडक्ट हो है। यो भनेको 2-in-1 बक्समा हाम्रो ट्राउजर किन भन्ने त भन्दाखेरि तल चुज छैन, तल खुल्ला भएकोलाई ट्राउजर भन्छ। पछाडिको पकेट एउटा छ हेर है, यति राम्रो छ। अनि यसमा अर्थ यहाँ तिम्रो यहाँ चेन पनि छ के, चेन पनि छ है। प्रोडक्टको नलेज बुझ है। हामीसँग के छ भनेको अहिले पनि कसैले सोध्यो भने हामीसँग छ। एड चलाएन तर सोध्यो भने यो छ है। त्यसपछि भनेको अर्को भनेको यो पपकर्न
पपकर्न पनि के छ भन्दाखेरि हाम्रो 4वटा कलर छ। नर्मली 4वटा 5वटा कलर हाम्रो भइरहेको छ है। यो चाहिँ अलिक फरक किसिमको नयाँ यसपालिको नयाँ लुक हो यो चाहिँ। यसलाई हामीले ट्राई गरेको छ। अहिले केही समय फेरि अब यसलाई रोक्दैछौँ। यो पनि हामीसँग छ है। अब एकदमै धेरै क्वान्टिटीमा होइन कि कोही कस्टमरले सोधिहाल्यो भने चाहिँ यो पनि छ। अहिलेको हाम्रो रेन्ज भनेको यो हो। अब हाम्रो एकदमै चाँडोभन्दा चाँडो भनेको हाफ पेन आउँदैछ है। तिमीहरूलाई अहिले पर्फेक्टली मैले साइजको कुराकानी भने है, क्वालिटीको कुराकानी हल्का फुल्का गरे, धेरै कुराहरू गरेर राख्नु पर्दैन। कतिपय क्वालिटीको ठ्याक्क एक्ज्याक्ट त्यो मेटेरियल हामीलाई पनि थाहा हुँदैन, नेपालमा जसले इम्पोर्ट गर्छ रोलहरू उनीहरूलाई पनि थाहा हुँदैन। डट स्पोर्टी स्ट्रेचेबल सक्यो। अर्को भनेको रिङ्कल, डट रिङ्कल, रिङ्कलमा स्ट्रेचेबल सक्यो। पोलो टी सर्ट पनि कस्तो भन्दा डट स्पोर्टी सक्यो। हाम्रो अब त डट टाइपको भने स्पेसल स्ट्रेचेबल स्पोर्टी बेस जकर्स हाम्रो रुबीको एकदम दामी छ के। र हाम्रो यसरी छ। नयाँ नयाँ प्रोडक्ट आयो भने चाहिँ म तिमीलाई फेरि अपडेट गर्छु। अहिले हामीसँग यो प्रोडक्टहरू छ। त्यही भएर जकर्सले हेरेको छ पोलो टी सर्टको पनि अर्डर लिन पायो, पोलो टी सर्टले हेरेको छ जकर्सको पनि लिन पायो। हामीसँग के रेन्ज कम्प्लिट यो रेन्ज छ है। यो रेन्जभित्र बसेर दिमागलाई जहिले पनि सेट गर्नु, जहिले पनि सेट गर्नु, घरिघरि यो नसोध्नु त्यो नसोध्नु है त। बाँकी कुरो के छ भन्दाखेरि हाम्रो 2 पिसवाला सिस्टम जुन छ, 2 पिसको सिस्टमलाई बढीमा 1 पिस सकेसम्म डिल नगर्नु। 3 पिसमा 5 पिसमा बेचेकोलाई 2 पिसमा त डिले नगर्नु। सक्दै सक्दैन। डेलिभरी चार्ज फ्री डेलिभरी छ नि त। 1 पिसको डेलिभरी चार्ज लाग्ने पनि सेम हो, 2 पिसको लाग्ने पनि सेम हो, 5 पिससम्मको सेम डेलिभरी चार्ज लाग्छ है। अब 300 को टी सर्टलाई 250 रुपियाँ डेलिभरी चार्ज लाग्यो भने रेट कहाँ भाग्यो त। त्यही भएर हामी थोरै पिसमा डिल गर्न सक्दैनौँ। यो कुरा पनि माइन्डमा राख्नु है। थोरै पिसमा डिल गर्न नसक्नुको कारण त्यो छ। त्यही भएर अहिले प्रोडक्टको नलेजहरू भयो। अब म कन्फिडेन्सियल कुराहरू केही कुराहरू म नेक्स्ट भिडियोमा तिमीलाई भन्छु, फेरि त्यो पनि हेर्नु है।